विश्वकप नजिकिँदै गर्दा आउनुहोस् आज जानौँ नेपालसँगै विश्वकप खेल्ने अरू 19 देशहरू कुनले कसरी विश्वकपसम्मको यात्रा तय गरे। आयोजकको नाताले दुई देश भारत र श्रीलङ्का र अफगानिस्तान, अस्ट्रेलिया, बाङ्लादेश, इङ्ल्यान्ड, साउथ अफ्रिका, युनाइटेड स्टेट्स र वेस्ट इन्डिजले 2024मा भएको विश्वकपको उत्कृष्ट 7मा भएकोले सोझै एन्ट्री पाएका हुन् भने पुरुष टी20आई टिम र्याङ्किङमा सबैभन्दा उच्च स्थानमा रहेका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी 12 टिमले 2026को विश्वकपको लागि स्थान बनाएका थिए। बाँकी 8 स्थानहरू आइसिसीको क्षेत्रीय क्वालिफायर मार्फत भएका थिए, जसमा 2025मा क्यानाडाले अमेरिकाज फाइनलबाट योग्य भयो, त्यसपछि जुलाईमा युरोप फाइनलबाट इटली र नेदरल्यान्ड्स योग्य भए। अक्टोबर 2025मा नामिबिया र जिम्बाब्वे अफ्रिका फाइनलबाट योग्य भएका थिए, त्यसपछि संयुक्त एसिया इएपी फाइनलबाट नेपाल, ओमान र संयुक्त अरब एमिरेट्स योग्य भए। इटली पहिलो पटक पुरुष टी20 विश्वकपको लागि छनौट भएको हो भने नेपालको भने यो तेस्रो सहभागिता हो।